हेलो गाइस, म मामालाई जान आँटेको थिएँ नि। बुइनीहरू होली लगाउन आएका छन्, तर म होली लगाउँदिनँ। मामालाई आन्छु, टिको मात्रै लगाइदिनु ल। सानो सानो लगाउनु ल। ह्याप्पी होली। र सम्पूर्णमा सबैलाई नमस्ते छ। मेरो नाम चाहिँ मिनु देवी र अहिले चाहिँ हामीहरू आइपुग्यौँ बल्लमा हाम्रो स्टेसन। र बासमा उठेर हेर्नुहोस् यत्रो नचलेर बोर भइरहेको थियो, गाडी नै नचलेको छ न के। यत्रो आधा घन्टासम्म रोकाउनु पनि बल्ल बास स्टार्ट भयो र स्टार्ट भएर चाहिँ अहिले हामीहरू जाँदैछौँ। र हेर्न सक्नुहुन्छ म चाहिँ सानीसिनो बोली जाँदै थिएँ। गाइस आउन त आइयो, यस्तो टेन्सन भएन। हेर्नुहोस् न, यता त गाडी नै रहेन छ एउटै। अब के जानु, मामालाई बोलाएको गाइस। खुसीको पल हो यता हेर्नु। मामा घर भन्दाखेरि यसरी हिँडिन्छ अरे। घर फर्केर जाऊँ, गाडी छैन आज बन्द खान भनेको त हिँड्छ अरे, हिँडेर जान्छ अरे मामालाई। देख्नु नि गाइस, यता हेर्नु त स्नान चिन्जना मामा आउँदै हुन्छ। ल एउटै गाडी थिएन, बल्ल बल्ल एउटा गाडी भेट्यौँ हामीले। हेर्नुहोस् न, त्यही पनि आज होली थियो। होलीको लागि जाम। सबैले हेर्नुहोस् न, रोकेर गाडी रोकेर पैसा मागिरहेको थियो सबैले। हेर्नु होलीको मौसम। गाइस भर्खर आइपुग्यौँ। झन्नै एउटा टमटम रहेछ गाइस। आज नचाने भए लडिन्छ नि। आज होलीको दिन हो, त्यही भएर भिराभिर यस्तो जाम थियो। आज यस्तो ट्राफिक जाम थियो नभन्नु न। बल्ल बल्ल आइपुग्यो आज होलीको दिन पनि। र हेर्न सक्छ हाम्रो मामलाको नजारा नदी हो। यस्तो राम्रो नदी छ र यहाँ आउँदा सिनारी धेरै राम्रो लाग्छ। आउँदा चाहिँ हेर्नुहोस्। र मामा निना आउँदै हुनुहुन्छ अरे, कहाँ आइपुग्नु त थाहा छैन। र हेर्नु आज होलीको दिन यस्तो हाम्रो बुइनी त नै हिँड्ने मेरो सानो। र गाइस यस्तै हो। र फाइनली मेरो मामा घर पनि आइपुग्यो बल्ल बल्ल। हेर्नुहोस् गाइस, र सबैजना धमाधम र सबैजना काम गर्दै हुन्छ। आज पूजा थियो नि त, 2-3 दिन आउन पाएन। आज चाहिँ पूजा थियो, त्यसको लागि म आएको थिएँ। सबैजना धमाधम रहेछ कामको लागि। सबैजना बल्ल आइपुग्यो गाइस। मामला भन्ने चिज यस्तो रहेछ नि। मुख हेर्नु र मैले चाहिँ आएर मेरो फर्स्ट मेरी आमालाई, मेरो हजुरआमालाई मैले देउसे बालिदिएर आमालाई ढोगेर। हेर्न सक्छ मेरी पुतली कति राम्री थिइन्। र यता हुनुहुन्छ मेरो साइले मामा पनि बित्नु भएको छ र आमा पनि बित्नु भयो। र अझै धेरै याद आउँछ। आमाले हामीलाई संस्कार सिकाउनुहुन्थ्यो, बुझाउनुहुन्थ्यो, यो गर्दा यो हुन्छ भने अझै पनि कराउनुहुन्थ्यो कि गाली गर्नुहुन्थ्यो कि सम्झाउँथ्यो कि जस्तै लाग्छ। तर आमालाई दुनियाँ छोडेर जानुभयो हुनुहुन्छ जस्तो लाग्छ मनमा। कति बुझाउनुहुन्थ्यो हामीलाई, कति सम्झाउनुहुन्थ्यो, कति माया गर्नुहुन्थ्यो। हजुरआमाको माया जस्तो अहिले विचार हाम्रो हजुरआमा हुन्थ्यो भने कति माया गर्नुहुन्थ्यो होला अहिले जस्तो लाग्छ। तर कति छोटो 1 वर्ष पुग्यो बित्यो पत्तै भएन। र अहिले चाहिँ म चाहिँ सबैको सोध खाएर र मैले चाहिँ सबैलाई नचिनाउँदैछु। हेर्न सक्छ मेरो माइजीहरू हो। र अरू माइजीहरूलाई देखाउन सक्दिनँ। 2 जना माइजीलाई चाहिँ देखाएँ। र देखाएर यहाँ चाहिँ मामाले कपडा ल्याइदिनु भएको रहेछ र मेरो सानी बहिनी फेर्दैछ कपडा। र यता चाहिँ पूजा हुँदैछ। मामाले यता चाहिँ पूजा गर्दै हुनुहुन्छ। अनि यता चाहिँ पुरी बेल्ने टाइम भएछ र हामीहरू चाहिँ पुरी बेल्न आएका छौँ। हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरी बेल्दैछौँ हामीहरू। अनि भन्दै भन्दै नै पाती चढाउने बेला भएछ र हामीहरू अहिले चाहिँ पाती चढाउँदैछौँ।
यहाँ चाहिँ आरतीहरू सबै सकेर पूजा सुजा सकेर अहिले चाहिँ नि हाम्रो बहन यो बहर आमाको धेरै मनपर्ने चिज थियो र आमाले धेरै केयर गर्नुहुन्थ्यो यो बहरलाई। र आमा खस्दा पनि यति साह्रोले कुदेर आएको थियो किलो उखालेर, त्यसैको लागि नै मामाहरूले आमाको नाम गरेर यो बहरलाई चाहिँ छोडिदिन आँट्नु भएको छ। र यहाँ चाहिँ न्याम नीति गर्दै हुनुहुन्छ गुरुजीले छोड्नको लागि। र आमाको धेरै प्यारो थियो यो बहर र होइन बिचरा आमाको यादको लागि र त्यही मामाहरूले अहिले छोडिदिँदै हुनुहुन्छ बहरलाई चाहिँ। अनि त्यहाँबाट आयो मामाको जिसिबी, हाम्रो जिसिबी किन्नुभएको थियो नि त मामले र पूजा पनि गरेको थिएन, त्यसैको लागि पूजा पनि गर्नुभयो अहिले जिसिबीलाई ट्र्याक्टरलाई। र अहिले चाहिँ यहाँ सबैजना खाना खाँदै हुनुहुन्छ र अहिले सबै खाइर सकेर हामीको यहाँ चाहिँ कीर्तन हुँदैछ है। र त्यस्तै हो मान्छेको जीवन होइन भने त आज छ भोलि छैन, त्यही भएर सबैजनासँग हाँसी खुसी गरेर बस्नुपर्छ, 2 दिनको जिन्दगी त हो। र गाइस मेरो बोली चाहिँ कस्तो हुँदैछ थाहा छैन, भोइस र कहाँ कुनामा गएर भोइस गर्दैछु र भोइसलाई इग्नोर नगरी लाइक कमेन्ट सेयर गरिदिनु होला कस्तो लाग्यो मेरो भिडियो। हेलो गाइस, र हामीको कार्य चाहिँ सबै सक्यो। ल वर्ष दिनको काम थियो आमाको र सबै सक्यो, पूजा सुजा भएर सबै कम्प्लिट भएर सबै होली दल्दैहरू मामाले खत्तम बनाइदिने मुख सुख। र अनि यहाँ हामी कि स्याहार्ने पनि छ। ल गाइस आजको भिडियो यति नै हो। ल कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई। अहिले चाहिँ पूजाहरू सबै सकेर मैले चाहिँ मेरो मामालाई र आमालाई हेर्न बसेँ। एकछिन मैले मेरा मनका कथा निकालेँ। बिचरा आमा आज आमाले यस्तो राम्रो गर्नुहुन्थ्यो, सायद आज भइदिएको भए यति राम्रो हुन्थ्यो, कसले दिन्छ ज्ञान कसले दिन्छ बुद्धि भनेर बसिरहेकी थिएँ आमाको अनुहार हेरेर।